वेलकम टु द मोस्ट स्पेसल भिडियो अफ दिस च्यानल है। यो भिडियोलाई चाहिँ म स्पेसल भन्छु, त्यसको के रिजन छ म तपाईँलाई बादमा भन्छु। सो फर्स्टमा हामी रियाक्ट गरिहालौँ। अनि आज चाहिँ म रियाक्ट गर्दैछु रकेट्स नेपाल होइन। यो ब्यान्डलाई चाहिँ मैले धेरै अगाडि डिस्कभर गरेको थिएँ, तर सङ रियाक्ट गरौँ भनेर मैले प्लान गरिरहेको थिएँ। अनि उहाँको जस्तै एउटा भावना भन्ने कुन चाहिँ सङ आएको थियो, अनि मैले त्यो सङलाई चाहिँ त्यतिकै इग्नोर गरेको थिएँ क्या, सुने। अनि मैले सुनेको थिइनँ नि त रकेट्सलाई। अनि उहाँहरूको फेरि मैले रिसेन्टली एउटा सङ मेरो फिडमा आइरहेको थियो, त्यो चाहिँ धुन भन्ने सङ आइरहेको थियो। अनि मैले सुनेँ क्या, त्यो सङ सुनेँ। अनि मलाई यो सङ चाहिँ यति साह्रो मन पऱ्यो, यसको भिजुअलहरू होइन, यति साह्रो मलाई स्ट्रङ लाग्यो। अनि किनभने यसमा तपाईँको के अरे फिल्म बाई चिनो टेल्स रहेछ होइन। चिनो टेल्स मैले बारम्बार भन्दैछु तपाईँलाई, चिनो टेल्स छ भने भिजुअल कस्तो हुन्छ भनेर। अनि लिरिक्स कम्पोजिसन चाहिँ तपाईँको स्वप्निल शर्मा पनि रहेछ नि त, जो चाहिँ स्वरको हुनुहुन्छ होइन। सो त्यही भएर चाहिँ मलाई यो सङ यति साह्रो दामी लाग्यो, मैले एक्सप्लेन गर्नु सक्दिनँ क्या तपाईँलाई। सो यहाँ आज म रियाक्ट गर्दैछु रकेट्स नेपालको धुन। सो पहिला सङ रियाक्ट गरौँ, अनि त्यसको बादमा हामी फर्दर बात गरौँ। सो या गाइज, दिस इज धुन बाई रकेट्स नेपाल। लेट्स डू दिस गाइज। Tales. फ्रेमिङहरू होइन, यो सर्टको कम्पोजिसन एकदमै ब्युटिफुल हुन्छ क्या। अभि साम्पाङ राई जो हुनुहुन्छ, आइएम ए बिग फ्यान अफ अभि साम्पाङ राई। सो उहाँको कामको मैले यो पार्टले हुक गरेँ क्या, यो सङको चाहिँ सम्हाल्दै यो मनलाई गीत म लेख्दैछु, तिमी आइसँगै गाइदेऊ न। माया बस्दैछ तिम्रो कोमल आत्मासँगै। लङ डिस्टेन्स रिलेसनसिप होइन, त्यो उसमा अलिकति भिजुअल यसको उयो चाहिँ त्यो थिममा छ होइन। अनि अति नै ब्युटिफुल छ क्या म्युजिक भिडियो, अनि लिरिक्स पनि त्यस्तै असम छ। सो लेट्स इन्जोय दिस वान। मलाई नि बुझिदेऊ न, बाँकी सबै धुनहरू हामीसँगै नै रचौँला, बाँकी सबै बाँकी सबै धुनहरू हामीसँगै नै रचौँला, बाँकी सबै छाडिदेऊ न। त्यो उहाँहरूले त्यो हक गरेको जुन चाहिँ फिल गरेको छ नि क्या, फ्रेमिङ हेर्नुहोस् तपाईँले होइन, यति साह्रो ब्युटिफुल बनाउनु भएको छ। अलिकति यहाँबाट फेरि काट्छु ल म। बाँकी सबै छाडिदेऊ न। शब्दले नपुगे, बोलीले नबुझे, माया ब्युटिफुल काले बुझाउला मनभरि माया सबै तिमीलाई दिउँला म, बाँकी सबै धुनहरू हामीसँगै नै रचौँला, बाँकी सबै बाँकी सबै धुनहरू हामीसँगै नै रचौँला, बाँकी सबै छाडिदेऊ न। लङ डिस्टेन्स रिलेसनसिपमा जो हुनुहुन्छ होइन, उहाँले अझै राम्रो रिलेट गर्नु सक्नुहुन्छ। सो पहिला अब छुट्टिँदाखेरि अब एउटा कुनै रिलेसनसिपमा हुँदाखेरि होइन,
त्यहाँबाट फेरि उहाँहरू अब केही एउटा जेन्युन रिजनले गर्दाखेरि कोही बाहिरतिर जानुपर्ने हुन्छ। त्यस्तो कतिवटा अब कामले गर्दाखेरि जब उहाँहरू छुट्टिनुहुन्छ, छुट्टिएर जुन चाहिँ इन बिट्विन त्यो पहिला सुरुमा त राम्रो हुन्छ नि होइन, तर बिचमा समय बित्दै जान्छ होइन, बिचमा त्यो कम्युनिकेसन ग्याप हुँदै जाँदाखेरि त्यो बिचको जुन चाहिँ अब यो हुन्छ नि अब कहिले आउने कहिले भेट हुने होला भन्ने एउटा जुन चाहिँ पर्खाइ छ नि क्या, त्यो पर्खाइको जुन चाहिँ उयो छ नि त्यो चाहिँ मलाई अति नै बबाल लाग्यो। त्यो विषयमा हामी लास्टमा कुरा गर्नेछौँ। सो हामी भिजुअल अनि यो सङलाई इन्जोय गर्नेछौँ क्या पहिला। फ्रस्ट्रेसन हुँदैछ अब। बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला, बाँकी सबै छाडिदेऊ न। फाइनल्ली पर्खाइको एउटा हुन्छ नि क्या, beautiful. फ्रेम जहाँबाट स्टार्ट भएको थियो होइन, उहाँहरू दुईजना मतलब त्यो केटा चाहिँ एक्लै बसिरहेको थियो, च्याटहरू गर्दै सम्झिँदै होइन, टक्कै भेटेर फेरि उहाँहरू दुईजना त्यहाँ बसेर टक्कै त्यो यो पुरानो टेलिभिजनमा सकेको क्या। त्यो सो डाइरेक्टरको भिजन अति नै यति साह्रो ब्युटिफुल, यति साह्रो क्युट म्युजिक भिडियो लाग्यो मलाई क्या यो। अनि म चाहिँ अलिकति लेट नै छु किनभने रकेट्स नेपालको चाहिँ मैले धेरै अगाडिदेखि प्लान गर्दै थिएँ रियाक्ट गरौँ भनेर, अनि सङ पर्खिरहेको थिएँ। अनि एउटा 6 महिना अगाडि एउटा सङ आएको थियो, भावना होला सायद, मेबी म रङ हुनसक्छु तर यहाँनिर चेकआउट गर्छु होइन, भावना हुनुपर्ने। अनि त्यो सङ पनि उहाँहरूको राम्रै भएको जस्तो लाग्यो। हो त। अनि मैले चाहिँ प्लान गरिरहेको थिएँ, अनि यसरी सुन्दा सुन्दा चाहिँ फेरि मेरो फिडमा यो धुन भन्ने आयो क्या सङ। अनि मैले एकपल्ट सुन्दाखेरि चाहिँ म यसको भिजुअल्स हेरेँ, त्यही मैले चिनो टेल्स रहेछ, अनि कम्पोजिसन पनि यता हाम्रो स्वप्निल शर्माको पनि रहेछ, उहाँ दुईजनाको हुनुहुन्थ्यो है, स्वप्निल शर्मा पनि रहेछ नि त। अन्त यसको त कन्टेन्ट डरलाग्दै हुन्छ मलाई थाहा थियो क्या। अनि फेरि मैले होइन रियाक्ट गर्नैपर्छ, रकेट नेपालको मैले रियाक्ट गर्छु भनेर सोचिरहेको थिएँ। सो आज राम्रो समयमा होइन मैले यो सङ पनि भेटाएँ, सो रियाक्ट गर्नु पाएँ। यति राम्रो आर्टलाई होइन, यति दामी म्युजिक, एकदमै असम भिजुअल्स छ होइन, अति नै बबाल लाग्यो क्या मलाई। अनि यो चाहिँ लङ डिस्टेन्स रिलेसनसिपमा जो पनि हुनुहुन्छ होइन, उहाँले अझै रिलेट गर्नु सक्नुहुन्छ होला होइन। अनि इन बिट्विन जुन चाहिँ लङ डिस्टेन्स रिलेसनसिपमा जुन चाहिँ हाम्रो पर्खाइ हुन्छ नि क्या, जस्तो तपाईँले यहाँ भिजुअल्समा देख्नुभयो, अब सुरुमा मेसेजहरू राम्रै हुँदै हुन्छ, तर कतिवटा समय बित्दै जाँदाखेरि कम्युनिकेसन ग्यापहरू हुने होइन, अब कलहरू रेस्पोन्ड गर्न नपाउने। अनि त्यो भित्रको अब हामी यो टाइममा चाहिँ हामी भेट्छौँ भन्ने क्या, त्यो सुरुदेखिको त्यो भेटिन्जालसम्मको जुन चाहिँ बिचको ग्याप हुन्छ नि क्या, त्यो ग्याप चाहिँ सबभन्दा चाहिँ हार्ड पनि हो होइन। तर पर्खाइ भनेको चाहिँ एउटा ब्युटिफुल पनि हेरे क्या यो शब्द चाहिँ, किनभने जुन जस्तो छ नि अब त्यो कुनै कुरो तपाईँले एचिभ गर्नुको लागि धेरै वर्षदेखि पर्खेर आएर त्यो कुरालाई फाइनल्ली तपाईँले अचिभ गर्नुहुन्छ। किनभने त्यो जुन चाहिँ त्यो
इन बिट्विन जुन चाहिँ तपाईँले चाहेको कुरो अनि यो टाइममा चाहिँ मेरो यो कुरा सफल हुन्छ र मतलब त्यस्तै रिलेसनसिपमा मेरो प्यारो मान्छेलाई म भेट्छु भनेर चाहिँ जुन चाहिँ प्लान भएर फाइनली जुन दिन त्यो मोमेन्ट आउँछ नि त्यो मोमेन्टलाई तपाईँले इन्जोय गर्नुहुन्छ तर इन बिट्विन जुन चाहिँ त्यो पर्खाइ भन्ने छ नि क्या त्यो पर्खाइ भन्ने कुरो चाहिँ एकदमै ब्युटिफुल फेज अरे नि त क्या सो म तपाईँहरू सबैजनालाई भन्न चाहन्छु होइन तपाईँहरू पनि यदि पर्खाइमा हुनुहुन्छ भने क्या मलाई त्यो अनमोल गुरुङ दाको एउटा पोडकास्टमा क्या मलाई उहाँले यो कुरा गरिरहन्छ क्या पर्खाइ भन्ने कुरो चाहिँ यति साह्रो ब्युटिफुल छ अरे क्या अनि म तपाईँहरूलाई त्यही भन्न चाहन्छु तपाईँहरू पनि पर्खाइको ऋतुमा हुनुहुन्छ भने होइन तपाईँले इन्जोय गर्नुहोस् क्या यो जुन चाहिँ तपाईँको पर्खाइ छ त्यो पर्खाइको ऋतुलाई चाहिँ तपाईँले इच एन्ड एभ्री कुरोलाई चाहिँ अहिले नै इन्जोय गरिराख्नुहोस् क्या किनभने यो पर्खाइ भन्ने कुरो जुन चाहिँ पिरियड छ नि त्यो चाहिँ एकदम ब्युटिफुल अरे नि त त्यो भएर चाहिँ यदि तपाईँ पनि त्यही ऋतुमा हुनुहुन्छ भने तपाईँले पनि पर्खिरहेको हुनुहुन्छ भने चाहिँ म तपाईँलाई एकदम कङ्ग्रेचुलेसन भन्न चाहन्छु तपाईँ लाइफको यति साह्रो ब्युटिफुल फेजमा हुनुहुन्छ जुन ठाउँमा चाहिँ म पनि छु क्या अहिले सो त्यही भएर मैले भिडियो सुरुमै भनेको थिएँ स्पेसल छ भनेर किन भनेको भन्दाखेरि चाहिँ म पनि अहिले पर्खाइकै ऋतुमा छु होइन हुन त पर्खिनु भनेपछि रिलेसनसिपमा नहुनसक्छ तर मान्छेको हेल्थ वाइज हुनसक्छ होइन एउटा करियर वाइज हुनसक्छ थुप्रै प्रकारको हुन्छ नि त पर्खाइ होइन पर्खाइ भन्ने कुरो त्यो रिलेसनसिपमा मात्रै हुँदैन नि त गर्लफ्रेन्ड अनि बोयफ्रेन्ड तपाईँले मन पराएको मान्छेलाई पाउनु त्यो मान्छे कहिले आउँछ र चाहिँ हामी भेटौँ भने त्यो पर्खाइ मात्रै होइन नि त होइन मायाको पर्खाइ मात्रै होइन तर पर्खाइ भन्ने कुरो थुप्रै प्रकारको हुन्छ नि त मैले तपाईँलाई भनिहालेँ सो त्यही भएर चाहिँ म पनि अहिले त्यही फेजमा छु मैले पनि पर्खिरहेको छु क्या तर यो इन बिट्विनमा मैले जस्तो प्रकारले स्ट्रगलहरू गर्दैछु मैले त्यो ठाउँसम्म पुग्नुको लागि जुन कुरो मैले पर्खिरहेको छु नि जस्तो प्रकारले मैले एफर्ट लगाउँदैछु जस्तो प्रकारले मैले त्यो भित्रभित्र म अब के भन्नु यसरी जस्तो प्रकारले भिजुअलमा देख्नु भने क्या अब स्ट्रगल एफर्ट लगाइरहेको छ त्यो दिनको पर्खाइमा हुन्छ नि क्या त्यो चाहिँ ब्युटिफुल होइन नि त मस्ट अमेजिङ फेज क्या त्यो भएर चाहिँ तपाईँ पनि पर्खाइको ऋतुमा हुनुहुन्छ भने चाहिँ एकदमै कङ्ग्रेचुलेसन्स है तपाईँलाई किनभने तपाईँ लाइफको एकदमै अमेजिङ ब्युटिफुल फेजमा हुनुहुन्छ क्या सो या त्यही भएर चाहिँ भिडियो स्पेसल थियो अनि रकेट्स नेपाललाई मैले सब्सक्राइब गरिरहेको छु आउने दिनको म्युजिकको लागि अनि अति नै बबा लाग्यो क्या उहाँको भोइस मलाई थाहा भएन उहाँको नाम अनि म डल्लै फलो गरेर उहाँको डल्लै हिस्ट्री बुझ्छु क्या किनभने मैले एकपल्ट सङ सुनिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ म छोड्दिनँ क्या त्यो आर्टिस्टलाई त्यही भएर चाहिँ म डल्लै खोदाल्छु क्या उहाँहरूको अनि फ्युचरमा नेक्स्ट रियाक्सन भिडियो चाहिँ अलिकति म प्रपर राम्रो इन्फर्मेसनमा ल्याउने चाहिँ कोसिस गर्छु रकेट्स नेपालको स्पेसल्ली सो यो धुन भन्ने चाहिँ मलाई अति नै अमेजिङ लाग्यो थ्याङ्क्स टु रकेट्स नेपाल होइन यति अमेजिङ आर्ट दिनुभएकोमा तपाईँले मैले त 1 वर्ष बाद डिस्कभर गरेँ सो या म किनभने म्युजिक चाहिँ पहिला सुन्थेँ हेभी अनि बिचमा चाहिँ मेरो धेरै ग्याप भएको थियो क्या अनि अहिले रियाक्सनमा लागेर चाहिँ मैले अब धेरै म्युजिकहरू सुन्नु थालेँ नि त त्यो भएर चाहिँ उहाँलाई पनि मैले डिस्कभर गरेँ सो अति नै अमेजिङ रकेट्स नेपाल अनि चिनोटेल्सको त भिजुअल्स के भन्नु तपाईँलाई थाहै छ सो या त्यही हो लङ डिस्टेन्स रिलेसनसिपमा जो पनि हुनुहुन्छ होइन तपाईँले लाउने एफोर्ट लगाउनुहोस् होइन अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो होइन तपाईँलाई थाहै छ सो या त्यही हो म त्यही भन्न चाहन्छु तपाईँ पर्खाइको ऋतुमा हुनुहुन्छ भने तपाईँले केही कुराको लागि पर्खिरहेको हुनुहुन्छ भने चाहिँ यो चाहिँ एकदमै अमेजिङ फेज हो यो फेजलाई तपाईँले इन्जोय गर्नुहोस् क्या सो या गाइस आजलाई यति नै थियो म तपाईँलाई नेक्स्ट रियाक्सन भिडियोमा टिल देन टेक केयर बाई बाई धेरै माया दार्जिलिङबाट